कन्कै पुलको दुःख शीर्षकमा यसरी प्रस्तुत गर्न गइरहेको छु। आउ सुनौ एक कहानी कथा बनिसक्यो जुन ठुलो दुःख व्यथा। आउ सुनौ एक कहानी कथा बनिसक्यो जुन ठुलो दुःख व्यथा। बदलिसके नाइके बदलिसक्यो व्यवस्था, बदलिसके नाइके बदलिसक्यो व्यवस्था। तर किन मैले मात्र भोग्नु परेको आश्वासनको पराकाष्ठा। तर किन मैले मात्र भोग्नु परेको आश्वासनको पराकाष्ठा। मेरो जन्म हुँदा एउटा सपना बोकेको थिए। मेरो जन्म हुँदा एउटा सपना बोकेको थिए। 2 ऐतिहासिक नगरहरू मैले जोड्न सक्थे। मेरो जन्म हुँदा एउटा सपना बोकेको थिए। 2 ऐतिहासिक नगरहरू मैले जोड्न सक्थे। झापाकै पुरानो बजार गौरीगञ्ज, प्रशासनिक गढ झापा भनेर सुन्थे। झापाकै पुरानो बजार गौरीगञ्ज, प्रशासनिक गढ झापा भनेर सुन्थे। पूर्ण भएको भई उद्योगी उन्नतिमा सहयोग गर्थे। तर पूर्ण भएको भई उद्योगी उन्नतिमा सहयोग गर्थे। तर सरकारले चाहेको भए किन म अपाङ्ग हुन्थे। तर सरकारले चाहेको भए किन म अपाङ्ग हुन्थे। एउटै परिवारका हामी 2 दाजुभाइ। एउटै परिवारका हामी 2 दाजुभाइ। दक्षिणमा मेरो आफ्नै रुदन र रुवाई। उत्तरमा ऊ पर देख्दा कान्छो भाइको हुर्काई। गाउँभरि आँसु राखी रहन्छु मुस्कुराई। उत्तरमा ऊ पर देख्दा मेरो कान्छो भाइको हुर्काई। गाउँभरि आँसु राखी रहन्छु मुस्कुराई। तर किन मैले मात्र भोग्नु परेको यो बददुवाई। तर किन मैले मात्र भोग्नु परेको यो बददुवाई। 12 वर्षमा त खोला नै फर्कन्छ। 12 वर्षमा त खोला नै फर्कन्छ। कन्काईको पुल भनेर मलाई चिनिन्छ। जनता सामु त मेरो मजाक नै बनिन्छ। जनता सामु त मेरो मजाक नै बनिन्छ। तर खै किन होला सबैले मलाई मात्र बिर्सिन्छ। तर खै किन होला सबैले मलाई मात्र बिर्सिन्छ। पुरा गर न मलाई मेरो मुहारमा पनि आओस् हाँसो। पुरा गर न मलाई मेरो मुहारमा पनि आओस् हाँसो। जीवित नै छु म नलाउन मलाई पासो। मेरो किनारामा डुङ्गा चल्दा ज्यानको हुन्छ नासो। मेरो किनारामा डुङ्गा चल्दा ज्यानको हुन्छ नासो। यतिसम्म थाहा हुँदाहुँदै खै किन दिँदैन कुनै सरकारले चासो। यतिसम्म थाहा हुँदाहुँदै खै किन दिँदैन कुनै सरकारले चासो। चुनाव आउँदै गर्दा अलिअलि आशा जाग्छ। मेरो अपाङ्गताको उपचार हुन्छ जस्तो लाग्छ। चुनाव आउँदै गर्दा अलिअलि आशा लाग्छ। मेरो अपाङ्गताको उपचार हुन्छ जस्तो लाग्छ। मेरो नाम बेचेर जनतासँग भिख माग्छ। मेरो नाम बेचेर जनतासँग भिख माग्छ। किन होला केही समयपछि यिनै पर भाग्छ। किन होला केही समयपछि यिनै पर भाग्छ। सहनशीलता टुट्न लाग्यो अब मेरो नि श्राप लाग्छ। सहनशीलता टुट्न लाग्यो अब मेरो नि श्राप लाग्छ। मलाई रुवाउनेको पनि रुने दिन आउँछ। मलाई रुवाउनेको पनि रुने दिन आउँछ। त्यसपछि मात्र यिनीहरू पस्ताउँछ। त्यसपछि मात्र यिनीहरू पस्ताउँछ। मलाई कुपोषित बिरामी बनाउने पप्पूको नि दिन सक्यो रे। मलाई कुपोषित बिरामी बनाउने पप्पूको नि दिन सक्यो रे। सुन्दैछु देशले नयाँ मोड लिँदैछ है। नगर्नु कसैले अब झुटो अभिनय। नगर्नु अब कसैले झुटो अभिनय। अझ नसम्ले आउन सक्छ प्रले। अझ नसम्ले आउन सक्छ प्रले। मेरो कुराको नगर्नु सन्देह। मेरो कुराको नगर्नु सन्देह। धन्यवाद।